के गर्नुभएको यो चाहिँ? यो सोलिङ गरेको म साइला बुहारी साइली बुहारी हो यो चाहिँ, देख्न सक्नुहुन्छ। बुहारी नै हो तर सबै बुहारेको उयो छ, ममा क्वालिटी चाहिँ भरेको छ। जस्तै कि म केटी मान्छे हो तर मेरो चाहिँ हरेक अङ्ग प्रत्यङ्ग केटाको छ, यो केटाको छ। मस्तै पुगिन्छ सो धेरै रमाइलो भयो, चटपटी पनि खायौँ हामीले थोरै थोरै गाइस। सो हेलो एभ्रिवान, नमस्ते, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। र आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। र आज चाहिँ म धेरै दिनपछि भिडियो बनाउँदैछु होइन। सो मेरो चाहिँ के भएको थियो भन्दाखेरि अस्ति बल खेल्न जाँदाखेरि चाहिँ लिगामेन्ट, खुट्टाको घुँडाको लिगामेन्ट चाहिँ हल्का उयो भएको थियो, क्र्याक भएको थियो क्या, बिग्रेको च्यातिएको थियो लिगामेन्ट चाहिँ। सो त्यस कारणले म चाहिँ घरमा सुतेको आज लगभग त्यस्तै 1 हप्ता जति भयो होला। सो त्यस कारणले चाहिँ म चाहिँ सुतेको गरिरहेको थिएँ घरमा चाहिँ होइन। सो त्यही भएर मैले भिडियोहरू पनि बनाउन पाइरहेको थिइनँ र ठिक भइरहेको छ होइन। सो त्यस कारणले चाहिँ म चाहिँ आज चाहिँ धेरै दिन भयो नि त गाउँतिर पनि ननिस्केको। सो आज चाहिँ म तपाईँहरूलाई मेरो गाउँ देखाउँछु। खासै हिँड्न पनि सकिरहेको छैन, त्यस कारणले गर्दाखेरि अब हल्का गाह्रो भइरहेको छ, हल्का रिकभर हुँदैछ, छिटै रिकभर हुन्छ होला भन्ने आशा राख्दै। सो म चाहिँ खोला झरिसकेको छ हाम्रो, एकदमै गाह्रो भएको थियो गाइस। त्यो के भन्छ, त्यो लिगामेन्ट च्यातिँदा चाहिँ एकदमै गाह्रो हुँदो रहेछ। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न, लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नु होला र एउटा छोटो मिठो कमेन्टहरू पनि लेखिदिनु होला है। सो त्यस कारणले गर्दाखेरि चाहिँ म चाहिँ एकदमै अलिकति मोटिभेट हुने गर्छु। सो कमेन्ट गर्न चाहिँ नभुल्नु होला है त। र देख्न सक्नुहुन्छ म चाहिँ माइलोकोमा आएर, जोन राईकोमा आएर चाहिँ यहाँबाट पनि हामी चाहिँ हिँडिसकेको छौँ। अब माइलो र म चाहिँ पुरै गाउँ डुल्ने आज चाहिँ होइन। माइलो मेन कुरो चाहिँ हाम्रो घरमा पनि बाटो आइसकेको छ, यहाँ पुरै बाइकहरू अहिले त फिलिली उडाउनुहुन्छ बडाले पनि। अहिले चाहिँ पुरै यहाँनिर 2 घरको बाइक पनि यहाँ घरमा आएर घरमा राख्ने ठाउँै छैन होइन। के कस्तो हो त्यसै देख्न सक्नुहुन्छ। आजको दिन चाहिँ एकदमै राम्रो रहेको छ। सो हाम्रो चाहिँ पहिला चाहिँ बाटो यो पोल देखिँदै गरेको यस्तो बाटो थियो होइन। अहिले चाहिँ हाम्रो बाटो यस्तो डेन्जर दामी भइसकेको छ, अहिले चाहिँ एकदमै राम्रो छ। सो बर्खामा चाहिँ के हुने हो कसो हुने हो, राम्रो भइसकेको छ बाटो चाहिँ। म चाहिँ धेरै दिनभन्दा नहिँडेको, खुट्टा बिग्रेर चाहिँ 1 हप्ता सुतेको थिएँ। देख्न सक्नुहुन्छ यहाँनिर एउटा घर छ दाइको, तर दाइ हुनुहुन्न, कोही पनि हुनुहुन्न। उयो भनेको चाहिँ मेरो साथीको घर हो। त्यो साथीको घरमा चाहिँ पुरै जङ्गलले खाइसकेको छ। देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ हाम्रो मामा अनि दादाले चाहिँ यहाँनिर चाहिँ पुरै यहाँनिर काम गर्दै हुँदो रहेछ, एक्लै हामीलाई नबोलाइ। एकदमै राम्रो। के फुटबल ग्राउन्ड बनाउनु भएको त मामा? यहाँनिर यो विकास सरले हामीलाई साह्रै रुवायो, हामीलाई रोजगारी दियो, के खालको रोजगारी दियो यो साह्रै भएन। मेबोखान भन्दै के गर्नुभएको यो चाहिँ? यो सोलिङ गरेको चाहिँ पुल बनिनुको लागि एकदमै रेडी भइरहेछ। र हाम्रो मामाले चाहिँ फरुवा, मामा जेसिबी नआएर हो यस्तो जुगाड? जेसिबी होइन, यो खन्ने नै मान्छेले खन्ने भनेको कि। ल ठिक छ त्यो मान्छेले खन्ने भनेर यहाँ चाहिँ अब पुल बनिँदैछ। हाम्रो घर जाने बाटोमा चाहिँ पुल बनिँदैछ। र यहाँ हामी चाहिँ मामाको घर आएर पनि एकछिन बसेर पनि हामी चाहिँ बाटो लागिसकेको छौँ। लाभरिस आज दिनभरि लाभरिस भएर हामी चाहिँ डुलिरहेको छौँ। सो देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ तुमाम्पे कान्छा चाहिँ यहाँनिर 1 बजी उठ्ने मान्छे चाहिँ यहाँनिर यत्रो कुवामा यत्रो गाडी भर्दैछ। कसरी भर्न सक्छ सो? हेर्दै गर न तिमी, अहिले थुपा मिलेर सागर भन्छ होइन होला के हो? देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो फुपूको घर रहेको छ होइन। घर पनि अब खासै छैन नि हाम्रो गाउँतिर। त्यो देख्न सक्नुहुन्छ है पहिले चाहिँ हाम्रो के भन्छ यहाँ खोला पनि कत्रो थियो होइन, सानो थियो नि होइन। अहिले चाहिँ देख्न सक्नुहुन्छ यहाँ यस्तो खेतहरू लाने उयो भएर चाहिँ टक्क हाम्रो चाहिँ यहाँनिर जालीहरू लगाउनु भएको छ होइन। यहाँ पारी पनि लगाउनु भएको छ र खोलै ठुलो भइसकेको छ। पहिले चाहिँ सानो थियो खोला चाहिँ, देख्न सक्नुहुन्छ। र यहाँ आलु रहेको छ, हामी चाहिँ फेरि थोरै मात्रै टोक्छौँ क्या 1 वर्षमा पुग्ने मात्रै। देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ हाम्रोभन्दा अगाडि यो चाहिँ बुद्धेहरूको होइन। अनि त्यो पर देखिँदै गरेको चाहिँ त्यो चाहिँ हाम्रो सम्बारे दादाको होइन। अनि यो चाहिँ हामारा
सो हामी आइसकेको छौँ यहाँनिर एकदम सुन्दर घर बुद्धेको। बुद्धे पनि गाउँमा छैन, इन्डियामा छ। सो बुद्धे छिटो छिटो घर आउनु पऱ्यो। के गर्नुभएको हौ? के गर्नुभएको? के गर्नुभएको भान्जी? भान्जी लुक्दै हुनुहुन्छ यहाँनिर। नमस्ते दिदी। दर्शन सन्चै सन्चै हुन्छ। के धुनुभएको? यो चाहिँ यहाँ झाडु मास्टर भइरहेछ, देख्न सक्नुहुन्छ। यहाँनिर छ 1 बजी उठ्ने मान्छे। सो देख्न सक्नुहुन्छ गाइस, एकदम बब्बाल ठाउँहरू छ यहाँ चाहिँ होइन। हाम्रो यो एकदम दामी दामी ठाउँहरू है चाहिँ। अनि सो देख्न सक्नुहुन्छ यहाँ पारि घर छ, यहाँ एउटा छ घर होइन। हाम्रो गाउँमा चाहिँ यस्तै छ क्या, घरहरू खासै छैन, तर मान्छेहरू चाहिँ एकदम राम्रा राम्रीहरू हुनुहुन्छ। म साइला बुहारी। साइली बुहारी हो यो चाहिँ, देख्न सक्नुहुन्छ। बुहारी नै हो, तर सबै बुहारेको उयो छ, ममा क्वालिटी चाहिँ भरेको छ। जस्तै कि म केटी मान्छे हो, तर मेरो चाहिँ हरेक अङ्ग प्रत्यङ्ग केटाको छ। यो केटाको छ। सो गाइस देख्न सक्नुहुन्छ भाले कत्रो ठुलो। दिदीले हामीलाई चिया बनाउँदै हुनुहुन्छ यहाँ। देख्न सक्नुहुन्छ गाइस, हामीलाई चाहिँ यहाँनिर कफी आइसकेको छ होइन। यहाँ माइलो, अनि मैले चाहिँ कफी खानु आँटेको। यहाँ साइलो छ है, अनि कान्छो चाहिँ त्यो हो। अनि कान्छो चाहिँ देख्न सक्नुहुन्छ दिदीले भ्लगर सोध्दै हुन्छ। अब भाइ यहाँ भ्लगर भएको कति वर्ष भइसक्यो, आज आएर को भ्लगर भनेर सोध्दै हुन्छ। सो देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँनिर दिदीको घरमा आएर, दिदी चाहिँ भर्खर भर्खर आउनुभएको नि त। सो आएर चाहिँ हामीलाई यहाँ कफी, मिठो कफी दिनुभएको थियो। एकदम हामीले मिठो कफी खाएर हामी चाहिँ हिँडिसकेको छौँ। देख्न सक्नुहुन्छ ठुलो मान्छेले चाहिँ पुरै धुलो उडाउँदै हिँड्दैछ क्या। यसलाई के गरौँ? तँलाई म हान्नु सक्छु? ठाउँमा चाहिँ हामीले फुटबलदेखि लिएर हामीले क्रिकेट अनि भलिबल सब कुराहरू खेलेको ठाउँ क्या यो भनेको चाहिँ। के कसो हो यो ठाउँमा त खेलेको नि, फुटबल क्रिकेट पनि खेलेको होइन। तर क्रिकेट चाहिँ मैले खेलिनँ, अहिलेसम्म खेलेको पनि छैन, कस्तो खेल्नु थाहा पनि छैन। फुटबल भलिबल चाहिँ हामीले यहाँ खेलेको होइन। यहाँनिर पुरै बाजीहरू पनि खेल्थ्यो। भाले पहिले त भालेको गेमहरू पनि खेलेको क्या ठाउँमा चाहिँ। र पहिले चाहिँ खोला यतातिर मात्रै थियो। र यहाँनिर खेत, यो खेत भनेको चाहिँ गाई होइन, खेत भनेको चाहिँ यता कतासम्म थियो क्या, कसो थियो क्या। अनि यता खोला चाहिँ यता यसो कसो कुद्थ्यो। अहिले चाहिँ देख्न सक्नुहुन्छ पुरै भित्तै पुऱ्याइदिएछ खोलाले। यो धेरै भयो यस्तो भएको होइन। र चाहिँ यहाँनिर मासतिर कटेज थियो, कटेरो थियो क्या गाइस। कटेरो हाम्रो गाउँतिर चाहिँ कटेरो भन्छ होइन गाइस। हाम्रो चाहिँ कटेरो थियो। हामी चाहिँ त्यहाँनिर बस्थ्यौँ। त्यहाँ बसेर चाहिँ हामीले यो ठाउँमा खेतीहरू गर्थ्यौँ। रुख छ नि, यो रुख भएको ठ्याक्कै त्यसको उता अपोजिट अलिकति परतिर चाहिँ ठक्क पुरै प्लेन जग्गा छ, हो त्यहाँनिर चाहिँ हाम्रो कटेज थियो क्या। कटेजमा हामी चाहिँ बस्थ्यौँ। यहाँनिर चाहिँ खतरा हाम्रो के भन्छ, यहाँनिर फुबाजुहरूले, यहाँ तलतिर हाम्रो फुबाजुहरूले चाहिँ यहाँबाट खेतले पुलो लानुहुन्थ्यो क्या पहिले। अनि यहाँ चाहिँ डेन्जर पौडी हुन्थ्यो क्या त्यो टाइममा चाहिँ, हामी सानो हुँदाखेरि चाहिँ। अनि त्यहाँनिर चाहिँ हामी खतरा पौडी खेल्थ्यौँ क्या गाइस होइन। कस्तो रमाइलो हुन्थ्यो क्या गाइस, पुरै छोडिदिन्छु गाइस। मैले लाइसेन्स निकालेको बाइक चाहिँ यही बाइक हो है गाइस, देख्न सक्नुहुन्छ। यही बाइकबाट चाहिँ मैले लाइसेन्स निकालेको थिएँ। र हामी चाहिँ यहीँसम्म मात्रै, यहाँ मास्तिर एउटा घर रहेको छ, यहाँ पछाडि एउटा घर रहेको छ होइन, यहाँ अगाडि छ एउटा घर। र हामी चाहिँ यहाँनिर चटपटी खाने ठाउँमा आइसकेको छौँ। सक्नुहुन्छ यहाँ हाम्रो चाहिँ टक्क हाम्रो चटपटी आइसकेको छ। हामीले चाहिँ यहाँ तलतिर आएर आज चाहिँ घुम्दा घुम्दा गलेर चाहिँ हामी चटपटी खाँदैछौँ। खाइसक्छौ? यति त केही न। कस्तो छ? मिठो छ? एकदम मिठो छ है। हामी चाहिँ अब यहाँ चटपटे खाएर चाहिँ हामी चाहिँ हिँडिसकेको छौँ। देख्न सक्नुहुन्छ मेरो अगाडि मेरो साथमा को हुनुहुन्छ तपाईँहरूलाई थाहा नै छ होला। सो अनि हामी चाहिँ अब यहाँ आज चाहिँ हामीले यति नै पुगेर चाहिँ अब हामी त्यहाँदेखि फर्किँदैछ होइन। छिटो चाहिँ डेन्जर जङ्गल छ होइन। यता यहाँदेखि यस्तो सिधै छेडेर गएर शुक्रबारे पुगिँदैन गाई, थाहा छ तपाईँहरूलाई? थाहा छैन भने चाहिँ ट्राई गर्नु होला। यहाँबाट गयो त मस्तै पुगिन्छ। यहाँबाट गयो त मस्तै पुगिन्छ। गाई मैले चाहिँ यस्तो भनेको होइन, उसले चाहिँ यस्तो सोधेको छ होइन। त्यो यो जङ्गलदेखि चाहिँ ठ्याक्कै साँच्ची भनेको शुक्रबारे मस्तै पुगिन्छ है, यस्तो लाग्नुपर्छ। तर होइन आज चाहिँ हामी लगभग गाउँहरू चाहिँ डुलिसकेको छौँ। यति नै हो आजको चाहिँ होइन। यति डुल्दा पनि हाम्रो चाहिँ दिनै पुरै हामी लगभग 2 साढे 2 बजी 3 बजीदेखि हिँडेको होला। अहिले चाहिँ लगभग हाम्रो कति बजिसकेको छ? अहिले चाहिँ 5 बजेर 2 मिनट गइसक्यो। सो धेरै रमाइलो भयो। चटपटे पनि खायौँ हामीले थोरै थोरै गाइस। देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँनिर मामाको घरमा आएर चाहिँ हामीले धेरै गफहरू गऱ्यौँ। देख्न सक्नुहुन्छ है। अब रात पनि परिसकेको छ, पुरै रात भइसक्यो। अनि हाम्रो माइलोलाई चाहिँ दादाले के भन्नुभएको थियो भने
50 केजीको बोरा चामल लिएर आइज भन्नुभएको थियो यार 50 केजी सक्दिनँ भन्छ यार हैट। हाम्रो चाहिँ अब भ्लग पनि अब रात परेको कारणले गर्दाखेरि हामीले चाहिँ यहाँ इन्डिङ गर्नुपर्ने अवस्था आइरहेको छ। सो त्यही कारणले गर्दाखेरि म तपाईँहरूलाई के भन्न चाहन्छु भने मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नु होला र कमेन्ट पनि गर्नु पऱ्यो है। अनि मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच। सबैलाई धेरै धेरै माया छ है। अनि त्यही हो, बाई बाई, अर्को भिडियोमा भेट्नेछौँ भन्दै आजलाई छुटौँ। बाई बाई, टेक केयर।